The district of Ilam in eastern Nepal, with its charming, lush green landscape, is considered the tea capital of Nepal and is rich in agro-biodiversity. Tea, milk, and various seasonal and non-seasonal vegetable crops are the main sources of income. However, in the past 3 to 5 years, many farmers have ventured into kiwi farming as a potentially more profitable source of sustainable income. मैले यो गत सालदेखि सुरु गरेको हो 2 वर्ष 4 महिनामा अहिले 4-5 वर्ष भयो The person behind the vision of kiwi farming in Ilam is Taramani Khatiwada, founder and manager of the local company Environment Protection and Alternative Power Development Private Limited, who saw kiwi for the first time on a visit to Kathmandu supermarket. ६५ सालतिरको कुरा हो सामान खरिद गर्न त्यहाँ जाँदा अनौठो फल तीनटा फल देखियो प्याकेटमा 285 रुपैयाँ भन्यो के हो यो भन्दा किवी भनेको किवी भनेपछि मैले यति महँगो किन हुन्छ भनेपछि यसको धेरै चाहिँ भ्यालु हुन्छ यसमा गुणहरू हुन्छ भिटामिन हुन्छ भनेपछि तीनटा चाहिँ लगेर हामीले किनेर खायौँ खाएपछि अलि स्वादिलै लाग्यो र त्यसपछि मैले यो कहाँ पाइन्छ भने विदेशबाट न्युजिल्यान्ड फ्रान्स अस्ट्रेलिया इटली चाइनाबाट आउँछ भन्ने सुने त्यसपछि चाहिँ अलि पछि फेरि एक दुई खेप धाउँदा धाउँदै नेपालमा चाहिँ छ कि छैन भनेर बुझ्दाखेरि इसिमोडमा पनि छ अरे किवी भन्ने सुन्यौँ हामीले So Taramani went to the Isimode Knowledge Park at Godavari to learn about how to farm kiwis. त्यहाँ चाहिँ एक डेढ सय बिरुवाहरू विभिन्न ठाउँमा कोही अलि सुरुको अवस्था कोही फल्न लागेको अवस्थामा उहाँहरूले पनि परीक्षणकै रूपमा गरिरहनु भएको रहेछ अनि उहाँले चाहिँ अझ हामीलाई त्यो प्रविधिहरूको विषयमा केही बताइ पनि दिनुभयो त्यो स्थानीय त्यो फिल्डहरू हेऱ्यौँ रोप्ने प्रविधिहरू त्यो भएपछि चाहिँ अनि मैले नेट मार्फत चाहिँ आफै सो अध्ययन गरेँ विगत चाहिँ 7-8 वर्षदेखि He brought this knowledge back to his hometown and started kiwi farming in 2007. हामीले 2064 सालदेखि नै इलाम जिल्लामा पहिले चाहिँ आफै सुरु गऱ्यौँ र पछिबाट चाहिँ कृषकहरूले हामीले गरेको देखेपछि उहाँहरू इन्ट्रेस्ट भएपछि बिरुवाहरू मगाइदिँदै चाहिँ ल्याउँदै अहिले चाहिँ रोप्दै 12-1400 कृषकहरू विभिन्न 36वटा गाविसमा इलाम जिल्लामा मात्रै भइसक्नु भएको छ आम कृषकहरूले नयाँ कुराबाट आर्थिक उपार्जन गर्नुहुन्छ बेरोजगारी समस्याहरू हल हुन्छ र हामीले चाहिँ उत्पादन गर्नै पर्छ यो भन्ने एउटा चाहिँ दृढ अठोट लिएर चाहिँ मैले किवी खेतीलाई चाहिँ हात हालेको हो र यो सक्सेस हुन्छ भन्ने हो र अहिलेसम्म एकदमै सोचेभन्दा बढी सफल भएको छ र भविष्यमा यो अझ धेरै किवी खेती फस्टाएर पनि जान्छ र योबाट चाहिँ आर्थिक समृद्धि पनि हुन्छ भन्ने निश्चित छ Since 6 plants are enough to start a kiwi business, even poor farmers can start to grow kiwis to enhance their prosperity, expanding over time. यो गरिबले गर्ने खेती हो यो किनभने अब एकचोटि लगाइसकेपछि 12-15 वर्षसम्म यसले राम्ररी फल दिन्छ भने अब यता फल पनि राम्रो मूल्यमा फल पनि दिइरहने भयो आफूले मजदुर पनि गरिरहनु पाइने भयो थोरै बोटबाट जस्तै नहुनेले थोरै रोप्दै बढाउँदै लानु पर्यो अब यसरी नै नर्सरी गर्नु पर्यो आफै गर्दै लाँदा त नहुनेले पनि गर्न सकिने खेती रहेछ नि त And the advantage of kiwi farming is it allows room for intercropping with other crops and vegetables. चियाले पहिला जति आम्दानी दिन्थ्यो त्यो भन्दा हामीले के छ भन्नुहुन्छ भने सिँचाइ गर्नुपर्ने हुन्छ किवीलाई सिँचाइले गर्दा चियाको आम्दानी पनि बढेर गएको हामीले महसुस गरेको खाली ठाउँमा आलु रोपेर हुन्छ कि भनेर सोचे आलु पनि राम्रो भयो फेरि अदुवा रोप्यो अदुवा पनि राम्रो भयो बीचबीचमा यो हुने भित्र लगाउन सक्ने खेतीहरू लगाएको छु कुरिलो छ खोर्सानी अकबरे छ सुन्तला जापानिज त्यो उन्सु जातको छ मैले यो किवी सँगसँगै मकै पनि आम्दानी लिएँ Besides, kiwi farming does not add to farmers' workload. धेरै सजिलो नि यो खन्नु परेन निउरेर मरुन्जेली दिनै पछि घोटिरहनु पनि परेन त्यसलाई दिनै पछि दुःख गर्नु पनि परेन अनि अहिले चाहिँ धेरै राम्रो हल्का छ भन्नु अरू खेतीमा जस्तो लामो त्यस्तो मेहनत दिइरहनु पर्दैन धेरै सुविधा जस्तो लाग्यो अरू खेती भन्दा नि सजिलै छ नि यसलाई के गर्नुपर्छ र अब त्यही समयमा सालमा कटिङ गर्न अनि मल अलिअलि दिनु यो चाहिँ सजिलो खेती है जस्तै मकैहरू भन्दा पनि मलाई सजिलो लाग्यो सजिलो चाहिँ सजिलो अब व्यवस्थापन गरिसकेपछि चाहिँ जोत्नु नपर्ने खन्नु नपर्ने मजदुरी पनि कम्ती And it's the farmers expected to be profitable. फाइदा हुने रहेछ यसबाट राम्रै नै फाइदा हुँदो रहेछ पहिले त अब खेती किसान गर्दाखेरि अरू आलु मकै गहुँ तोरी फापर आदि इत्यादि गर्दा हामीहरूलाई 3 महिना पनि आफ्नो बालबच्चालाई धान्नलाई खुवाउनलाई पुग्दैन थियो
अहिले त यसको आय आर्जनबाट हामीहरूलाई केही बचेको अनुभव भएको छ। किवी खेती गर्न थालिसकेपछि यसबाट चाहिँ एकदम राम्रो आम्दानी भइराखेको छ। पोहोरको साल मेरो जम्मै गर्दाखेरि 40 देखि 50 केजीको एभरेजमा थियो। प्रत्येक दानाको 60 रुपियाँ गोटाले बेच्यो। 100 केजी जस्तो होला पोहोर। हामी त घरमा त छ अहिले। To be sure, embarking on a new venture like kiwi farming entails some challenges. हाम्रो आर्थिक स्थिति अलि कमजोर भएको हुनाले त्यही 10 झ्याङ 12 झ्याङको दरले हामीले चाहिँ अब रोप्यौँ तर त्यसलाई चाहिँ कसरी स्याहारसुसार गर्ने भन्ने विषयमा चाहिँ अलिकति ज्ञानको अभावै थियो। 2 साल राम्रो फलेको अनि अहिले चाहिँ राम्रो फल्नु पर्ने अहिले चाहिँ हावाले र असिनाले लग्यो। तर हामीले यसको महत्त्व अलिकति नबुझेर यो मकै नि छर्ने कोदै रोप्ने अलिकति चलन चाहिँ छ। यो फलफुलले अब 3-4 वर्ष लाग्ने, 3-4 वर्षसम्म त मकैले त सालैपछि आम्दानी दिन्छ। Yet the farmers are optimistic about the prospect of returns from kiwi farming. 2 पुगेर 3 को उसमा 5 कुइन्टल भयो। अब अहिले चाहिँ आशा छ अब 15-20 कुइन्टल त हुन्छ नै होला। यसको जुन एउटा फल्ने विशेषता रहेछ त्यो वयस्क भएर फल्दाखेरि अत्यन्तै बढी फल्ने हैन। मैले त बढी एक्सपेक्ट गरेको छैन। ल 40 केजी 50 केजी र दाममा पनि अहिले तपाईको मौसममा 600-700 देखि लिएर बेमौसममा 1200 1300 होला। तर मैले एक्सपेक्ट गरेको चाहिँ जम्मा 100। कम्तीमा त्यति मात्रै भयो भने एक बोटमा 5000 त फल्यो नि 50 केजी फल्दा तपाईको 20 बोटमा 1 लाख फलिहाल्छ। र जुन एउटा एरिया कभर गर्छ नि 20 बोटले र त्यो समयमा त्यति क्षेत्रफलमा अरु कुनै पनि बालीले त्यसरी आम्दानी दिनेवालै छैन। Some of the farmers are expanding their kiwi planting and even more farmers are starting to take it up. यसपालि पनि अब 13 झ्याङ मैले लगाएको छु 25 बोटको। अब फेरि अब 100 गाँस लगाउने मेरो धोको छ। जसले पनि यहाँ सबैले नै गर्ने नै सोच बनाएको छ। पहिला त 40 झ्याङ मात्रै लगाएको। अहिले त 100 जति। हाम्रो यो वार्डमा हामी लगभग 10-12 जना जति होला। अब यति व्यापक हुँदैछ तपाईले अब 2 वर्षको पिरियड पछाडी इलाम जिल्लालाई ढाकेर पनि पूर्वी जिल्लाहरूमा चाहिँ बिरुवा प्रशस्त मात्रा पुग्ने सम्भावना छ। कृषकहरूको उज्जवल भविष्य यसमा छ। हामीले व्यावसायिक रूपमा नै यो खेतीको लागि अगाडि बढ्यौँ भने हाम्रो भविष्य सुन्दर छ।